यदि हजुरहरू नाचेर आफ्नो नाम अन्तर्राष्ट्रिय मञ्चमा गुन्जाउन चाहनुहुन्छ भने यो भिडियो हजुरहरूको लागि। हेलो एभ्रिवान, नमस्ते। आई एम पूजा दर्नाल, कोरियोग्राफर अफ द ब्रेभ गोर्खाज टिम। हजुरहरूमध्ये धेरैजनाको इन्क्वायरिजहरू आइरहेको थियो कि हजुरहरूको टिममा मेम्बर बन्नको लागि के गर्नुपर्छ भनेर। त्यसैले अब चाहिँ द ब्रेभ गोर्खा टिमको मेम्बर बन्नको लागि अडिसन खुलिसकेको छ। द ब्रेभ गोर्खा टिम एउटा यस्तो टिम हो जसले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई चिनाउन सफल भइसकेको छ भने आगामी दिनमा अझै बलियो भई विश्व जित्ने सामर्थ्य राख्दछ। द ब्रेभ गोर्खा टिम जो चाहिँ विनर अफ वर्ल्ड अफ डान्स नेपाल 2025 अप्पर टिम डिभिजनको नेपाल प्रथम हुन सफल भएको थियो। वर्ल्ड सुप्रिमेसी ब्याटल ग्राउन्ड जुन चाहिँ दुबईमा सञ्चालन भएको थियो, 30 जना भन्दा बढी देशको पार्टिसिपेट हुँदा पनि नेपालले आफूलाई तेस्रो स्थान हासिल गर्न सफल भएको थियो र 1000 जना भन्दा बढी प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै माइती गर्ल्स डान्स च्यालेन्जमा पनि प्रथम हुन सफल भइसकेको छ। यस्तो टिमसँग नृत्य प्रशिक्षण लिन चाहनुहुन्छ र यो टिममा जोडिन चाहनुहुन्छ भने आज नै आफ्नो नानी बाबुहरूको सिट सुरक्षित गर्नुहोस्। अब आउने फ्राइडे मङ्सिरको 19 गते अर्थात् भोलि प्यारेन्ट्स मिटिङ राखिएको छ साँझ 6 बजे। यहाँ केही क्राइटेरियाजहरू पनि रहेको छ। यदि हजुरहरू जुनियर टिममा आउन चाहनुहुन्छ भने हजुरहरूको उमेर चाहिँ 7 वर्षदेखि 16 वर्षसम्मको हुनुपर्नेछ र यदि सिनियरको लागि हजुरहरू अप्लाई गर्न चाहनुहुन्छ भने हजुरहरू कम्तीमा पनि 12 वर्षभन्दा माथिको हुनुपर्नेछ र हजुरहरूको डान्स स्टाइल चाहिँ भर्सटाइल हुनुपर्नेछ। त्यसै गरी हाम्रो 1 मन्थको क्याम्प पनि हजुरहरूलाई हामीले अभाइलेबल गराउनेछौँ। त्यसमा हजुरहरूले टेक्निकल, प्र्याक्टिकल र थ्योरिटिकल कुराहरू सिक्न पाउनुहुनेछ। 1 महिनाको क्याम्प सकिए लगातै हजुरहरूको थ्योरिटिकल, प्र्याक्टिकल र टेक्निकल कुराहरूको एक्जाम हुनेछ। सोही एक्जामको नतिजा हेरेर हजुरहरूलाई हामीले टिममा सिलेक्ट गर्नेछौँ। एकचोटि हजुर टिममा सिलेक्ट भइसकेपछि हजुरहरूलाई हामीले अफिसियल कार्ड पनि टिमको प्रोभाइड गर्नेछौँ। यदि हजुरहरू पनि आफ्नो बच्चाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नाचेको हेर्न चाहनुहुन्छ र द ब्रेभ गोर्खा टिमसँग जोडिन चाहनुहुन्छ भने आज नै हामीलाई तल दिएको नम्बरमा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित राख्न सक्नुहुनेछ। धन्यवाद।